शेरबहादुर केपीका झोलेहरू नेपो बेबीको कुरा गर्ने, आफ्ना छोराहरू विदेशमा राख्ने यी हरिलठकनीहरू आज प्रधानमन्त्री हो मन्त्री हो भन्दैछन्। शेरबहादुर र केपीको कार्यकर्ता हरिलठकनी भन्ने गरेको छु मैले। अब यो भने बाबत जेल जानुपर्छ भने या पुलिसका कोही एजेन्ट आछ भने अहिले गिरफ्तार गर्नु होला मलाई। नक्कली भुटानी शरणार्थीको मुख्य योजनाकार केपी ओली भएको कुरा म सार्वजनिक गर्न चाहन्छु। म मर्नुपर्छ भने मर्न तयार छु, कसको गोली खानुपर्छ खान तयार छु, तर म यो कुराबाट ब्याक हुने छैन। किनभने केपी ओलीले एकचोटि के भने नक्कली भुटानी शरणार्थीको फाइल खोल्न लाग्दाखेरि प्रचण्ड प्रधानमन्त्री थिए, उनी दिनमा 2 चोटि बालुवाटार जान्थे। बाघको अगाडि पुग्दाखेरि पुच्छर लुकाउँछ नि, त्यसै केपी ओलीको अगाडि पुच्छर लुकाउने गृहमन्त्रीका बारेमा म कुरा गर्दिनँ। यो चुनाव गर्न भनेर आएको यो सरकार भनिएको छ, यसले केही लचार लिँदैन, जेनजीहरूलाई नै खोरमा थुनिरहेको छ। त्यसले यो सरकारबाट त्यो पुरा हुन सक्दैन। शरणार्थीको विषय कुरा गर्न कम्तीमा पनि 2/3 सरकार चाहिन्छ। त्यो सरकारले सिधा कुरा गर्न सक्छ, तर 2/3 प्रधानमन्त्री हो भन्ने केपी ओलीले नक्कली भुटानी शरणार्थीको मुख्य योजनाकार केपी ओली भएको कुरा म सार्वजनिक गर्न चाहन्छु। म मर्नुपर्छ भने मर्न तयार छु, कसको गोली खानुपर्छ खान तयार छु, तर म यो कुराबाट ब्याक हुने छैन। किनभने केपी ओलीले एकचोटि के भने नक्कली भुटानी शरणार्थीको फाइल खोल्न लाग्दाखेरि प्रचण्ड प्रधानमन्त्री थिए, उनी दिनमा 2 चोटि बालुवाटार जान्थे अनि सिंहदरबार जान्थे। उनले भने यो सबै शरणार्थीको कुरा मिलाउनु त मै हो, मान्छे नै मैले लगाऊँ भने। अनि रामबहादुर थापा बादल गृहमन्त्री थिए त्यतिखेर, उनको छोरा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको, उनको श्रीमतीको गाडीमा घरमा पैसा पुर्याएको, केपी ओलीको श्रीमती राधिका साक्यको घरमा पैसा पुर्याइदिएको,